आज म यहाँ बौद्ध स्तूपमा छु। आज बौद्ध भगवान गौतम बुद्धको जन्मको दिन। यहाँ चाहिँ बुद्धको सम्झनामा शान्ति र बुद्धको ज्ञानको विशेष सम्झनामा चाहिँ यो यहाँ मान्छेहरू भेला भइरहेको देखिन्छ र यहाँ बौद्धनाथमा विभिन्न कार्यक्रमहरू पनि भइरहेको छन् र तपाईँले त्यो देख्न सक्नुहुन्छ। तपाईँहरूलाई हामी यो सबै चाहिँ देखाउने नै छु। यहाँको वातावरण एकदम शान्त ऊर्जा र अध्यात्मकले भरिएको छ। मान्छेहरू प्रार्थना गर्दै यो चक्र गर्दैछन्। बौद्धनाथको वरिपरि यो एउटा चक्र हो। चक्र गर्दै हिँड्दै बत्ती बाल्दै धूप बाल्दै यसरी सबैजना हिँडेको र चक्र गरेको देखिन्छ। बोल्नेमा पानी पर्दैन। बुद्ध जयन्ती बुद्ध धर्मको महत्त्वपूर्ण पर्व हो। यसले पिस एन्ड कम्पासनको सन्देश दिन्छ। त्यसैले आज यो बौद्धनाथमा बौद्ध धर्मावलम्बीहरू सबैजना यहाँ बुद्ध धर्मको सन्देश र ज्ञानको प्राप्ति र यसको सन्देशको लागि यहाँ उपस्थित भएका छन्। तपाईँले देख्नुहुन्छ म चाहिँ यो बौद्धनाथको माथिल्लो स्टेपमा छु र तपाईँलाई यो सबै यो कोरा पनि मैले देखाउने वाला छु र कोरा देखाउँछु पनि। र यहाँ बुद्ध धर्मावलम्बीहरू सबैजना कोरा गरिरहेको तपाईँले देख्न सक्नुहुन्छ।
तपाईँले देख्नुहुन्छ मेरो पछाडि ध्वजा पताका छ। यो आज बुद्ध जयन्तीको अवसरमा लगाइएको ध्वजा पताका हो र यसको ब्याकग्राउन्ड तपाईँ देख्नु सक्नुहुन्छ। परेवाहरू पनि उडेकै छन् र मान्छेहरूले कोरा गरिरहेको पनि देख्नुहुन्छ र कति शान्ति छ यहाँ, कति पिस छ, कति आनन्द छ। यो पिस र आनन्द नै बुद्धको मूल मन्त्र हो र शान्ति नै बुद्धको मूल मन्त्र हो। यो पिस केवल बुद्ध धर्मबाट पाइन्छ र बुद्धको ज्ञानबाट पाइन्छ। त्यसैले आज म यहाँ बौद्धनाथमा उपस्थित छु। बुद्धको जन्मको आजको दिनमा विभिन्न ठाउँहरूमा बुद्धका गुम्बाहरूमा सबै ठाउँमा बुद्धको धर्मको र बुद्ध जयन्ती मनाइँदैछ। तपाईँहरू देख्नुहुन्छ म यो बौद्धको कोराभन्दा माथिल्लो स्टेपमा छु। यो स्टेप यस्तो स्टेप हो कि तपाईँ एक स्टेप माथि आएर यहाँ तपाईँ अर्को कुरा पनि गर्न सक्नुहुन्छ। यो एकदमै पिसफुल ठाउँ छ। यहाँ तपाईँ यहाँ आएर आनन्दले ध्यान गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँ योगा गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो मनमा लागेको प्रार्थना गर्न सक्नुहुन्छ। यो नै बौद्धनाथ हो होइन। बौद्धनाथ एकदम धेरै नै पुरानो गुम्बा हो। यो एसियाकै नम्बर 1 गुम्बाको रूपमा पर्छ र यो यसको हाइट, यसको लेन्थ, यसको एरिया होइन तपाईँले त्यसरी पनि देख्न सक्नुहुन्छ। र एकदमै ठुलो छ यो बौद्धनाथ। यो चाहिँ काठमाडौँको मुटुमा पर्छ र यहाँ मान्छेहरूले कोरा गरिरहेको, मान्छेहरू हिँडिरहेको, प्रार्थना गरिरहेको पनि तपाईँले देख्नु सक्नुहुन्छ। तपाईँले देख्नुहुन्छ यो बौद्धनाथको स्तूपको म यताबाटै वेस्टर्न साइडमा छु। यहाँ यति पिस फिल हुन्छ, यति आध्यात्मिक तपाईँको ऊर्जा आउँछ। त्यो तपाईँले यहाँ आइसकेपछि मात्र फिल गर्न सक्नुहुन्छ। सो आज धेरै नै मान्छेहरू चाहिँ यहाँ आउनुभएको छ। स्पेसल डे भएर पनि होला, बुद्ध जयन्ती भनेर एकदम स्पेसल, बुद्ध जन्मेको दिन हो। त्यो भएर पनि आज धेरै नै मान्छेहरू यहाँ देखिन्छ। क्राउड देखिन्छ, यहाँ कोरा गरेको देखिन्छ, यहाँ सबैजना प्रार्थना गरेको देखिन्छ, दीप बालेको देखिन्छ होइन, पूजा गरेको देखिन्छ, त्यसपछि दान गरेको देखिन्छ। यो चाहिँ के हो भने बुद्धको यो एउटा बुद्धको आफ्नो चाहिँ एउटा शान्ति र बुद्धको बाणीमा पर्ने कुराहरू हुन्। त्यसैले यो आज बुद्ध जयन्तीको दिन तपाईँहरूले चाहिँ यसलाई पनि तपाईँले एउटा दान गर्न सक्नुहुन्छ। तपाईँले विभिन्न सामानहरू कसैलाई दिएर, दान दिएर, दक्षिणा दिएर, पैसा दिएर यो तपाईँले बुद्धप्रति एउटा भाव प्रकट गर्न सक्नुहुन्छ।